हामीसँग रहेको छ लाफिङ पानीपुरीको अचार पानीपुरी हेर्न कुन कुन चाहिँ टेढे मेढे भएछ के आइछ Hey guys, welcome Hello guys, welcome to my channel once again. फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज फेरि पनि मैले मुकबाङ भिडियो लिएर आएको छु र आजको मेरो नयाँ गेस्ट हुनुहुन्छ भन्दिन अनि देखिसक्नु भएको छ एउटा भ्लगमा आइसकेको छ नि कन्याम जाने ऊ हो सृजना अर्को रहेकी छिन् बहिनी प्रार्थना अनि उलाई त देख्नु भएको होला तपाईले अमन भनेर आयो रे मा आज फेरि पनि हामीले चाहिँ हामीसँग रहेको छ के छ पानीपुरी अर्को के छ लाफिङ मज्जाले हेर्नु होला है गाइजहरु थुक्ने गरी अनि चाहिँ रहेको छ पानीपुरीको झोल यो चाहिँ उनीहरुको दुईजना टिम अनि हामी अमन र म दुईजना टिम र हाम्रो पानी रहेको छ र यहाँ बीचमा रहेको चाहिँ छ हाम्रो अचार टिपेर पछा र पहिले हामी के एट्याक गर्ने गाइजहरु पानीपुरी त्यही होला पानीपुरी खाऊ त्यो लाग्ने होला ल गाइजहरु हामी अब ढिलो नगरिकिन यो मुकबाङ च्यानल सरी मुकबाङ भिडियोलाई चाहिँ हामी अघि बढाउन चाहन्छौँ है त भिडियोलाई भिडियोलाई सुरुवात गर्न चाहन्छौँ लेट्स गेट स्टार्टेड ल 1 2 3 गो एट्याक अन्त यो नङले त नदिनै रहेछ सबैले हात दोकान नि त हातले गरम देबे प्योर नेपाली हातले गर्नुपर्छ ल गाइजहरु हामी सबैजना चारैजना ल 1 2 3 गो सुन म छुटे चीयर्स त्यो पासेन नि हिजो बनाएको कारणले गर्दा मिठो भन्यो अनि फेरि तिमीले भन न त के पनि हो यो दामी यो झोल मैले बनाएको यो अमन भाइले यो सुनेना दिदीले यो सुनेना दिदी यो प्रार्थनाले पनि हो यो सुनेना दिदी मैले दुईजना काम हो तर यो चाहिँ बिरामीको लागि दौ सबजना चारैजना मतलब मिलेर अलि खाँदाखेरि कुम गरेर खाऊ है भरे अनि मात्रै आवाज निस्क्छ अनि खानु मन लाग्छ उनीहरुलाई दर्शकहरुलाई नभए ल गाइजहरुले त नपकाइ खाने होला राम्रोसँग खानु होला मैले फेरि यहाँको ओनरले माग्ला नि अनि त भाडामा बस्छु ल गाइजहरु हामी खाए जरो हाम्रो यो अर्को पनि रहेछ है पानी ल्याएन पानी ल्याउने पो पर्दैन बकाउने पानी उयो कस्तो पानी हो तिम्रो उसले त ल्याएछ हो तातो पानी अलरेडी पिरो छैन पिरो लाफिङ हो यसलाई खाऊ न ल म त खाइसक्यो आफै चल्छ लु गाइजहरु हामी लाफिङ खान चाहन्छौँ लाफिङ यो चस खै बोल न के भनेको लाफिङ अन्त चस गर्नु न अन्त खाने कालो छाउँदै ओ गाडी लगे धेरै छ नि अमन दाजुलाई अघि पुगेर गाडी चीयर्स बिग बाइट अमन चाहिँ राम्रो निकाल्छ त मतलब चप गरेर खाऊ क्या गरेर खायो भने चाहिँ हुँदैन क्या आवाज चाहिँ खाउन लाग्दैन क्या दामी हामीले लाफिङको दोकानमा राखेको छौँ पछि आइदिनुहोस् होला सबैजना Kamu ano?
धनी चाहिँ भयो कति भयो एन्ड चाहिँ गरेन राम्रो हुन्छ किन गराउँछ न अडियन्सलाई इन्गेजिङ खानेकुरा अमन लाग्दो ए कस्तो बिग भइरहेको छ बोल्नु मन परेको छ ए हो त्यो चाहिँ कारण त्यही हो आयो अनि फेरि यहाँनिर हामी सबैजना कम्ती खान्छौँ कि अनि बोल्यो भने गरेर सक्यो भने दामी भएर चाहिँ गाइजहरू हामी त्यो चारो खोज्छ हामी कति भयो हामी किन चाहिँ खोज्छ हाम्रो चाहिँ किमान रस जस्तो सबैलाई म एक ग्लासमा एउटा फुल कतिवटा खायो भने होइन त्यो होइन मेनुका लागि मेसेज दिन चाहन्छु यो भिडियो हेर्दैछ भने मेनु लाग्यो किनको पनि यो होइन मेसेज होइन उसको इन्ली अब हेर के अरे मेनुका तिमी पनि आज बिजी हामी पनि बिजी अब त्यस पछाडि हो अनि अब रात परिसक्यो अनि तिमी पनि आउँदैन होला अनि अघि हाम्रो प्लान त हिजो त के थियो दिउँसो खाने मेनुकाले चाहिँ हामीलाई अम्लेट दिएको थियो तर त्यो अमिलोमा दुईटा चाहिँ किराले खाएको थियो अनि मैले एउटाको बनाएँ त्यही भएर एउटा मात्रै रहेछ तर हामीले सम्झेको छौँ सरी मेनुका खानु त सम्झौँ तर तिम्रो इम्लीलाई बचाउन सकेन हामीले अमनलाई कस्तो लाग्यो भाइ काट्नलाई हाम्रो यो तिमीसँग चाहिँ 5 किलो बनाएको थियो मोमो मात्रै छ हाम्रो बनाउनु गाइजहरू यो भिडियोमा लाइक सेयर कतिवटा लाइक आयो कतिवटा भ्युज आयो भने हामी अर्को मुखबाङ बनाउने छौँ भन कति ए अमनको आजको कुरा भनिदिनु न उनीहरूलाई क्यामेरामा यो मान्छे नि अघिसम्म नि सपनामा के भन्नु भने बिहान सपनामा सर्प कुदिरहेको छ भन्नु होइन धानबारीलाई खेदायो भन्दै थियो सबैले सपनाको कुरा गर्यौँ अनि उसले पनि सपना देख्यो अरे के देख्यो भने सर्पले खेलाइरहेको त्यस पछाडि गाइजहरू त्यो भनिसके पछाडि त जे गर्दा पनि बोल्दैन एकछिन त डिप्रेसनमा गएको थियो गाइजहरू अहिले मात्र फेरि यो के भयो अलिकति सजन भइरहेछ यो मान्छेलाई के गर्नुपर्ने हो गाइजहरू भन्नु है तपाईँहरू कमेन्ट लाइक सेयर सब्सक्राइब गरेर तिमीलाई के भएको थियो भन त बिहान केही त किन गरेको त अन्त त्यस्तो चाहिँ के गरे ऊ हेर हाँस्दैछ हेर ऊ हेर के गर्छु चुपचाप बस्नु पनि के गरेको हुन्छ झन् केही नगरेको अन्त के नगरे तिमी त नि बोल्थ्यौ त नि एक्कासी के भयो अल्छी लाग्यो दिशाको हान्समा अल्छी लाग्यो भने मान्छेहरू प्रार्थना गरेर दिशाको मसँग दिशाको अनि मसँग चाहिँ के रिसाउनु भाइ मैले के गरेँ म कहिलेसँग रिसाएको होइन ए मैले के आफैसँग रिसाएको मैले के म आफैसँग रिसाएको होइन कसैसँग रिसाएको होइन अल्छी लाग्यो बोल्न अनि यस्तो पो छ त अमन त कस्तो उयो टाइपको छ के छ न एक घरिघरि त्यो सर्प त्यो हुन्छ नि भूतले छुन्छ मैले कहाँ भात खाएँ कि होइन तर मलाई लाग्छ यस्तो लाग्छ कि प्रार्थना आएर अमनको भन्दा धेरै भात खाइदियो अब त्यो हुन सकेर अमन रिसाएको हुनसक्छ क्या हो रिसाएको हो भन त ऊ मलाई टक्कर दिने आइकेटी भनेर मैले सुनि सिकायो बेसी होइन उसको टक्करको लेभलमा खायो भनेर क्या ओके च्यालेन्ज च्यालेन्ज दिएर क्या अब के अरे सङ्गीत च्यालेन्ज गर्नुपर्छ भातको कसले धेरै खाइसक्छ भात यति दिन राखिदिन्छु नि त्यस्तो च्यालेन्ज बनाउनु पर्छ होला नि सिधै दुईजना खान्छ भातको कसले खाइसक्छ ल्याम ल्याम लु त्यत्रो चाहिँ सक्दैन कि खाइ ल जल्दी खाएन म पासेर मेरो अब लास्ट टाइम पासेन भने थियो पास लु यो चाहिँ लास्ट भयो 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 टोइलेटमै बास हुन्छ फेरि गाइजहरू अन्त यस्तै भयो हाम्रो चाहिँ अब हामी चाहिँ आज चाहिँ मुखबाङ बनायौँ भोलि हाम्रो रिल्स जानेछ
खतरा बनाउँदैछौँ है गाइजहरू। अमनलाई चाहिँ कुन बनाइदिनु रहेछ अमनलाई त्यही हामीले रोल दिन आँटेका छौँ कि तिमी त्यसमा गर्न तयार छौ? तिमीलाई हामीले 1 लाख रुपियाँ उयो दिन सक्छौँ त्यसमा त्यो रोलको लागि। ल भनेको यस्तो भनेको ल भनेको किनकि भनिहाल्छ ल मैले पाइसक्यो के आइसक्यो गु चिया खाँदा त गु आउँदैन तेल पी भयो नि जी होइन के आइसक्यो भनेको त नि भने नि हेलेर गाइजहरू यस्तो रहेछ हो केटीहरू त ल केटीहरू त केटाहरू त पिसा पारेको भिडियोमा त छिच के भएको होला नि धेर पानी खाएर पिरोले ल गाइजहरू अब हाम्रो लाफिङ रहेको चाहिँ यति ल एक हडपिन्छ त्यो चाहिँ मेरो प्रेमको लु अमनलाई ट्राइङ हाल्नु न गाइजहरू अहिले चाहिँ हामीले अलिकति पिरो हाल्यो कि यसमा अमनको रियाक्सन मैले अघि घरसिँगलाई पनि होइन लास्टको लाफिङ खुवाएर होइन मैले उहाँलाई के गराइसकेँ बिदाई गराइसकेँ। अब भनेको अमनको पाली छ अमनको पाली यो लाफिङ चाहिँ अन्तिम पटक अमनलाई खुवाउनु रहेको छु। वाउ दामी गाइजहरू ताली हाल्नु न खोइ भयो कस्तो भयो भिडियो बनाएर नभाग न बुझ्छ अलिक त्यस्तै ला खोइ त नि अमन त नो रियाक्सन खानु सक्दो रहेछ गाइज अर्कोचोटि यत्रो हालिदिन्छु पर्छ नो रियाक्सन हो गाइज। सो गाइज दिस इज आवर होइन हुन्छ नि के अरे भिडियो फर टुडे। अन्त गाइजहरू हाम्रो आजको भिडियो चाहिँ यति नै रह्यो र तिमीहरूलाई प्रार्थनाले के भन्नु छ अन्तिममा भन्नु न त छिटो न लास्ट गाइजहरू जसले हेर्नुभयो इन्जोय गर्नु छैन भन्छ नि अहिले फेरि हो ल उसले चाहिँ अमनलाई दुईजनामा उयो हालिदिन्छु कि कसले खाइसक्छ त्यसले आज धन्दा गर्छ ल अब अनि के अरे हामी अब प्रार्थनाले त्यो भन्यो अब ऊबाट जाओस् ऊ चाहिँ सृजना हो है गाइजहरू ल सिङ्गल नट रेडी टु बी मिङ्गल नट रेडी टु बी के भन्छु भने यस्तो पिरोहरू चाहिँ अलिक कम्ती खाने अब म हिजो सिरियस भएको थियो त्यस्तै हुन्छ। अनि इन्जोय गर्नु त कसैले भनेर के हो अन्त यत्रो अनि यहाँ लाइक गरिदिनुहोस् त नभए घर घरमा आएर गर्नु लाग्छौँ हामी यस्तो बुट्टु पाएर होइन हाइजोको छ नि फेरि छ ल अब भनेको अमन चाहिँ के भन्न चाहन्छ भात पकाउन गएर आजको प्राइम बिचारा भोलि लाइक कमेन्ट गर्नु होला अनि यसरी नेपाली भाषै आएर यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने फेरि आउनु होला सुनेगा भ्लगमा ल गाइजहरू मेरो 3 जना गेस्टबाट तपाईँहरूले सुनिसक्नुभयो र म पनि के भन्न चाहन्छु भने आजको भिडियो मन परेमा तर मलाई लाग्छ किनकि हो यिनीहरूले धेरै यताउति हो फेन पनि अब खोलेर घ्यार गरिरहेछ ल लाइक शेयर कमेन्ट सब्सक्राइब हिट द बेल आइकन पानी आउ न गरे कि अन्त इन सुनेना राई ब्लग्स युट्युब 12 परेको मान्छेहरू यस्तै गाइजहरू तर इङ्ग्लिस दिदीको बहिनी चाहिँ इङ्ग्लिस चाहिँ भएन है सायद त्यो चाहिँ भएन है मेरो बहिनी छाड्नु चाहिँ नजाँदै अब हो ल गाइजहरू त्यही भन्न चाहन्छु I just want to end the video. Guys, just listen to me very carefully, okay?
अन्त म के भन्न चाहन्छु नि गाइजहरु तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो आशा छ तपाईहरुलाई मन परेन मन परेन नि प्लास्टिक बनाउनु तर पनि हैन we just wanted to capture this moment अन्त त्यही भएर पनि ठुलो भएर नानी जन्मेको नानी राखेर त्यतिखेर डाइपर चेन्ज गरेको भ्लग आउँछ क्या अहिले चाहिँ हामीले खाएको भ्लगहरु हेर्न सक्नुभयो होला सायद अन्त त्यसपछि म के भन्दा थिएँ अन्तिममा अन्तिम भन्दा कति अन्तिम भइसक्यो आजको भिडियो हेरेर इन्जोय गर्नु भएन होला तर म आशा छ तपाईहरुले गर्नु भयो होला भयो पनि भएन पनि होला तर पनि अब इट्स अप टु यु तर हामीले चाहिँ एकदम इन्जोय गर्यौं इन द रियालिटी सो तपाईहरु गाइजहरुले चाहिँ व्हाट यु नीड टु डु इज डोन्ट फर्गेट टु लाइक share and subscribe whose channel Sunena Rai Vlog कस्तो एनर्जी यत्रो खाएर पनि एनर्जी ड्रेन भएको मान्छे Sunena Rai Vlog don't forget to like share and subscribe Sunena Rai Vlog so guys